हेलो एन्ड नमस्ते सबैजनालाई तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुको लागि एउटा दामी रियाक्सन भिडियो लिएर आइसकेको छु जुन चाहिँ पिवाई अमृत दाइको हो। सबैलाई थाहा नै होला हैन, युट्युबमा नेपाली क्राइम पेट्रोल भनेर थाहा नै होला हैन। अनि दाइले दामी तरिकाले रोस्टिङ पनि गर्नुहुन्छ हैन। यो भिडियो चाहिँ मैले खासमा मलाई पनि मन परेको थियो र म आज यो भिडियोलाई चाहिँ म एकदमै राम्रो तरिकाले हैन, एकदमै दामी तरिकाले म रियाक्ट गर्न गइरहेको छु हैन। ढिलो नगरी भिडियोलाई सुरु गरौँ। गाइज, भिडियोको टाइटल छ गति छाडा लेडी ब्लगर। अनि यो भिडियो चाहिँ म अब सुरु गर्न गइरहेको छु। यो हाम्रो बेगनास्थाल घुसाउ के नाकमै घुसाउ कुरी मेरो चाकमै घुसाउ गाइज, सुरु भयो एउटा दामी क्लिपबाट स्टार्ट भइसकेको छ हैन। स्टार्टिङमै मेरो चाकमा घुसा भन्दै एउटा भिडियो यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। दाइको डिस्क्लेमर पनि राम्रै छ क्या, सुरुमै दाइले माफी माग्नुहुन्छ क्या। मलाई माफ गरिदिनु होला यदि कसैको जिन्दगी कसैको लाइफसँग मेल खान गएमा संयोग मात्र हुनेछ। एकदमै राम्रो हो हैन। दाइले डिस्क्लेमर पनि दिनुहुन्छ, दामी हो नि त, त्यो पनि कुरा राम्रै हो हैन। अनि यो नाक कोट्याउँदै आउनुहुन्छ क्या, त्यो पनि खतरा लाग्छ क्या। यस्तो नमुना र गति छाडा छ कि यो केटी जसको मैले गर्दैछु आज रोस्ट। भन्देऊ त तिमी को हो? म हो तपाईहरुको प्यारी घोष। यो घोष ने इन्ट्रोडक्सन क्या हैन, लेडी ब्लगरको इन्ट्रोडक्सन दियो। रोडमा सुती हो रे, फेरि यहाँ ढुङ्गामा पनि यस्तो लेडी ब्लगर हो जसको उत्पन्न दुईटा भाइरसबाट भएको हो, पतन भेरिएन्ट र रोना भेरिएन्ट। त्यो जाँठाको कुरो त बिल्कुल नगर। यी भाइरसबाट संक्रमित भएको यो घोषले यस्तो ब्लग बनाउँछ कि जुन ब्लगलाई कुनै नारी प्रजातिले 36 जन्म समेत पछि गराउने आँट गर्न सक्दैनन्। घोषको कोट आज चड्डी नै पहने हो ना। यो भिडियो पनि हेर्नु। अब त्यो कट्टु देखाउनु के जरुरी हो? अनि यार कम एटलिस्ट अब त्यो घोस्टको कट्टु, यो यसको यो त्यसको त्यो त अब अभियसली अब त्यो त भनौँ न गति छाडै हो नि त। नाम पनि अब टाइटल पनि दाइले देखे राम्रै तरिकाको टाइटल दिनुभएको छ, गति छाडा भने सुट गर्न गयो, हदसम्म सुट गर्न गयो क्या यो टाइटल क्या। अश्लीलता देखाएर भ्युज त पाउलिस, पाउदिनेस् तैले ताली। सबै मिलेर भन्नुस् यसलाई लाज शरम नभए कि लाज शरम पचे कि साली। खुब देखाउला र हेरौँला भन्नुवालाई। हेर्छम हामीले भनेकै छैनौँ, तैले आफैले गरेकी थिइस् फ्या। तेरो हेर्न भन्दा बरु यहाँ हेर मेरो यहाँ। जति टाढा त्यति माया। अनि त्यो लगाएको चाहिँ कसले हेर्छ त के? त्यो कसैले हेर्दैन क्या। यो त केही हैन, यो भन्दा नि गए गुज्रेका छन् यसका भिडियोहरू छाडा। के रे नराम्रो नसोचा केटा हो, मैले त सिर्फ राइमिङ मात्रै मिलाएको हो। त्यसरी तिग्रा देखाउँदा त कुकुर बोल्न सक्ने भए सोध्यो होला। सिलाको कुकुरले साँच्चै बोल्ने भयो त सोध्यो होला नि त। सही कुरा हो दाइको। सन्ना नि तिमीलाई पड्काउला कुकुरले ट्वाक्क ट्वाक्क ट्वाक्क। सायद पल्काएरै होला, सारा टोलबारीका कुकुरले पारेछन् यसलाई वाक्क। मलाई कुटै छ यहाँ, मलाई हेर इ नारु इ मेरो पछि लाएर वाक्क पारिसक्यो। के गर्ने अब? म त फलामको लासो, यो त साँच्चीकै गुनै रहेछ। फलामको भनेपछि फलामको चाहिँ चड्डी चाहिँ फलामको लगाएको छु भनेर भन्न खोजेको होला हैन। दाइले दामी रोस्ट हान्दे। भो यसलाई धेरै नचलाम, खेला र मोर्लिस जाति खोल्तेरो त फलाम। कति साह्रो बढेको फुसमाकको जाडो, फलामको लासी त कुकुरले नि केही गर्न सक्दैन भनेर होला रोडको बिचमा पारिचे चाक ठाडो। डग स्टाइलमा हेर त्यसरी हेरेको के गरेको यो बिच बाटोमा पुरा एकदम कस्तो तरिकाले त्यो भएको छ, चाक ठाडो पारेर दाइले पनि अब
दामी रोस्ट हान्नुहुन्छ यति राम्रो दृश्य देखाइछ कि यो भिडियो पठाउनुहोस् तपाईँको साथीलाई स्क्रिनभित्र हात छिराउन मिल्ने भए आम्पाचक हान्ते जाठीलाई। डार्लिङहरू कालुले कस्तो पारा हाने म देखाइदिउँ यस्तो दामना एउटा गतिलाई नमुना पाउने भयो हाम्रो यो देशले। यी त केही होइन, लाजलाई पनि लाज लाग्ने खालको भिडियो बनाउँछ यसले। यो त साह्रै अश्लील भयो यार होइन। अब यो के गर्नु केही छैन मेरो गोजीभित्र ननिस्किने चिज छ के अरे ननिस्किने चिज छ। अनि त्यो गोजीको चिज चाहिँ त्यो चिज चाहिँ निस्किँदैन त नि। त्यो त सबैलाई थाहा भएकै कुरा हो नि त होइन। त्यो त निस्किँदैन नि त। अर्काको नासो छोइ पासो नपाउने चिजको हामीलाई यत्राको चासो। केही छैन मेरो गोजीभित्र ननिस्किने चिज छ। निस्किन्थेन होला यदि तिमीले बाँधेको भए कसिलो। अलिकति टोक्न देऊ न तोस्याउ त लास्टै रहेछ। यता हेर त ल जोस सागर लास्टै छ यसको। मान्छे भयो नि लुती। हेर्नुहोस् न त दर्शक बिन यसले देखाउन लाइछि जोरदार प्रस्तुति। साह्रो पिसाब लाग्यो नि त माइलोहरू मुडिदिन्छु म त हेर त्यसरी हेरेको मुड्ने मल भयो नि त जे भयो मल। एउटा कुरा भन्छु नमानेसै झर्को झापै त्यही नमुच जाठी छिर्ला फेरि सर्पो। यस्तै भिडियो हो त। त्यो पिसाब त्यहाँ अब पिसाब गरेको चाहिँ अब त्यसरी भिडियोमा देखाउनु त राम्रो होइन नि त। त्यो पनि आदि उयो गरेर होइन। दाइले पनि ठिकै भन्नुहुन्छ क्या। अब जता पाए त्यतै अब गयो भने त सर्पले टोक्यो भने त खतम नि त। खलास टाटा बाई बाई हुन्छ क्या। हालिराख ल। ए घोस्ट के भयो के गर्दैछ? घोषले टिभी हेर्दैछ। टिभी नहेरे कति भइसक्यो क्या। अब फिल्म हेर्दैछ। त्यही हो नि अर्को फिल्म हेर्न नपाइने टिभीमा आउँदैन रहेछ। मैले खोजेको त नि आएन। त्यस्तो नहुने टिभीलाई आजै लगेर साट। हेर्ने नै हो भने आउँछ। माइलोहरू घोस्टको पापा हेर्ने माइलोहरू पापा हेर्ने हो गाइज पापा। यस्तो मजा है तलबाट देख्दै होला। मैले त जाङ्गे नि लाचैन सुपारी चाम्रो बफाएर राख्नु भन्दा त भेन्टिलेसन भएकै राम्रो। भनिन्छ नि हरेक कुकुरको आउँछ हरे दिन। सुन्नुहोस् त यी नानीले के भन्दै छिन्। हाम्रो देशमा होइन छोरी मान्छेले 2वटा ब्याग रोस् त कति उडुम हुन्छ। तर म त 15-20 वटा पुऱ्याउँछु होला गाइस। पुलपुली हुर्के 15-20 वटाको कुरा गर्छ यार। रिलेसनसिप त 15-20 जनासँग राख्न सक्छ होला। तर यो बिहे चाहिँ 15-20 जनासँग कसरी गर्छ हो। यो सबै भ्युज पाउनको लागि हो क्या। ए पापा कि परी यस्तै भन्दै थिए एउटी भिचरीले ह्याचै बिलाएर मरी। हो के हो हाँस्नुहुन्छ। यस्ता मान्छे छिटै भाइरल हुन्छन् जति ब्लग ठोके नि। हेर्नुहोस् त यो झ्याम्पुतली लास्टै रहेछ बोकिनी। छोरा छैन छोरा बेटा नहीं है। बेटा है तो मेरे को मिला दो। मैं शादी करनी वो ट्रस्ट नहीं हूँ। क्या बक रहे हो माधव? यो के भन्दैछ? किन यस्तो छटेको यो त लास्टै अति भो। नडाटी भन त यस्तो रोग लागेको कति भो। मेरो ओठ के साह्रो सुक्खाराम भएको यार। चुमा खान मन लागिरहेछ यार। मेरो ओठलाई लास्टै चुमा खान मन लाग्यो यार। के गर म भन त एउटा पट्टाइदियो त। अहिले छिटो घर जा पट्टाएर पठाइदिन्छु तँलाई रुममा। उता हेर त यसले खान्छ तँलाई चुम्मा। खतरा दाइले यो भिडियो चाहिँ खतरा निकालिदिनु भयो क्या। यसले चुम्मा खायो भने त सक्यो नि गाइज यार। यसले चुम्मा खाइदियो भने त वाक आउन थाल्यो यार। यसले बच्चा पाउने बनाइदियो क्या यार। जे पनि यो जाठीलाई नगर्नु कसैले घिडा। बिचारीलाई के भएछ सुनाउँदैछि आफ्नो पीडा। धेरै थिए बोय फ्रेन्डहरु तर कोही पनि टिकेनन्। मैचरी सुन्दरी कसरी भरु पानी। टिक्न त टिक्थे होला पहिला सुरु हेर्न कस्तो छ तेरो बानी। एलो खस्ला फुट्ला। यहाँ यस्तो हुन्छ मेरो पेन्टी कट्टुहरू। चक्का पनि टोयलेट पेपरले पुछिन्छ धुइन। गर्लफ्रेन्ड यस्तो सुन्न कम मजा आउँछ। यसलाई मोबाइल दिने र इन्टरनेट जोड्दिने मान्छे चाहिँ को रहेछ। कोरोनाले किन लैन भनेको त। बाँच्नु मात्र पर्छ देख्न पाइन्छ भन्दै हो रहेछ। बादल वर्षा बिजुली श्रावणको पानी। हेर्नुहोस् त यसको अरू पनि कस्तो छ बानी। च्याउ नछोड्नु भन्थ्यो होइन। हेरौँ कसरी समात्दो रहेछ मलाई। म चोर्छु। मैले चोरिसकेँ दुईटा। मलाई बाल छैन। कस्तो आइडिया
छ मेरो यो एलियन प्रजातिकै हुन पर्छ होइन यसको यो गोला एकचोटि सोच्नुहोस् त यदि यसले कटर चोरेको भए कसरी लुकाउँथ्यो गाइस कटर चोरेको भाइ त खतमै हुन्थ्यो होला यार साँच्ची भनेको यार इमेजिन गर्नु न कटर चोरेको भाइ कस्तो हुन्थ्यो होला तपाईँले जस्तो देख्नु भएको छ त्यस्तो म छुइनँ अलिकति दिमाग नै तात्ने खालको छ क्या मेरो एकदम धेरै छिटो तात्तिन्छु क्या म मुखमा राम राम भकलीमा छुरा हाँस्ने मात्र होइन सिकौ यसबाट केही ज्ञानका कुरा छोरी मान्छेको कति कुराहरू तपाईँहरूलाई थाहा छैन त्यो म भन्नेछु तपाईँ छोरा मान्छे हो तपाईँ एकदम धेरै सन्तुष्टि भयो क्या तपाईँलाई त्यो इमोसन आयो होइन तपाईँलाई मजा भयो सक्यो खत्तम त्यो हो त होइन छोरी मान्छेलाई भयो कि भएन त्यो थाहा पाउनु पर्यो नि त होइन तर छोरी मान्छेले चाहिँ के भन्छ भने बेबी कस्तो थियो हाम्रो फर्स्ट फिजिकल रिलेसनसिप कस्तो थियो एकदम ठिक छ अनि तपाईँलाई के लाग्छ थाहा छ राम्रो भएछ अनि मलाई पनि एकदम धेरै मजा आयो त्यसलाई पनि मजा आयो त्यो होइन गाएछ होइन लिउनु पर्यो नि त असली मजा त्यसलाई साँझ पर्यो झमक्क तिम्रो कुरा सुनेर मनै भयो ठनक्क हो के हो हाँस्नुहुन्छ बाजा गतिलो नभएसी के कुरा गर्नु धुनका तिम्रा कुरा सुनेर वाक्क लागिसक्यो देखाइदेऊ बरु ठुम्का गाइस यार यो त लास्टै अश्लील नै भयो क्या गति छाडा नै भयो क्या साँच्ची मैले यसो रियलाइज गर्दाखेरि चाहिँ गति छाडा नै भयो हेरे त्यसरी हेरेको सपना सपना नै रह्यो अब त ठिक ठाउँमा आउँछु होला नि भन न त यो रस तिमीलाई कस्तो भयो मेरो दिमाग तलतिर गएको थियो कि त्यही भएर मेरो दिमाग आउँथेन मेरो दिमाग अब ठिक ठाउँमा गयो लेकिन एक सेकेन्ड के हो यो लाडु गाइस यार यसरी सिधै त्यो गर्नु भनेको चाहिँ अलिकति त्यसरी अश्लील शब्द बोल्नु भ्लगहरूमा भनेको त्यो त अब भ्लगहरू त प्राय अब घरको मान्छेले पनि हेर्छ होला त्यसरी त त्यो गति छाडा गरेर देखाए त भएन नि त भाइरल हुन्छु भन्ने चक्करमा जे पाए त्यही बोलेर जे पाए त्यही देखाएर त केही पनि त हुनेवाला छैन नि त एटलिस्ट सकेसम्म चाहिँ आफूले एउटा पोजिटिभ मेसेज दिन सक्यो भने चाहिँ झनै राम्रो होस् एउटा समाजमा नेपाली समाजमा एउटा पोजिटिभ मेसेज दिन पाए होइन त्यो भ्लगैबाट भए पनि त एटलिस्ट होइन अब आफ्नो जुन जे छ कला अब त्यो कलाबाट आफूले त्यो किसिमको एउटा मेसेज होइन सकारात्मक मेसेजहरू होइन राम्रो कुराहरू चाहिँ अलिकति दिन पाए चाहिँ त्यो चाहिँ अलिकति बेस्ट हुन्छ होइन फाइनली गाइज तपाईँहरूलाई कस्तो लाग्यो मेरो रियाक्सन भिडियो होइन तपाईँहरूलाई कस्तो लाग्यो तपाईँको प्रतिक्रिया दिनु होला होइन लाइक सेयर अनि कमेन्ट गर्नु होला होइन साथमा सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई मेरो चाहिँ यो फर्स्ट भिडियो हो रियाक्सन भिडियो हो म चाहिँ आफ्नो रियाक्सन भिडियोलाई चाहिँ म अरू इम्प्रुभ गर्नलाई कोसिस गर्नेछु होइन त्यसको लागि अब के कमी कमजोरीहरू भएको छ भने तपाईँहरूले कमेन्ट गरिदिनु होला होइन अनि लाइक गरिदिनु होला सेयर गरिदिनु होला अनि सब्सक्राइब गरेर मलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला च्यानललाई सपोर्ट गरिदिनु होला यति भन्दै म आजको लागि तपाईँहरूसँग बिदा लिन चाहन्छु जय नेपाल।